हामी खेलिन आएको हामी अन्तिलाई भेट्न जान आएको अन्तिलाई भेटेर हामीलाई नि त गरे एकैछिन मम्मीको सिङ्गर किनिन्छ है त भित्र आउनु न अनि ठिक छ राम्रो छ मम्मी के हाल्नु है रेडी ओके स्माइलिङ आमाहरु पनि सब बिचमा आउनु त हड्दिन त हो ल ready camera say nice smile okay यो भाउजूहरु यहाँ hello अब निस्कने आउने मान्छे पछि आउने हामी पनि उसाहरू आइपुग्यो नजिकै छोरीहरू अरू खै के हो गाडी रोक्नु हो यता हेर्नु दिदी त्यहाँ रोक्नु हो यो त मेन ठाउँ हेर्नु अड्डिनु त ओर्नु त अरे क्यामेरा हेर्नु है स्माइलिङ गएन लाके माइक्रोमा अगाडिपट्टि बस्नु त होला नि माइक्रो आउँदै हुनुहुन्छ पछाडि आएर अरू बस्छन् अब रल बलमा हामी आउँछौँ ठिक हो हेर्नु सर स्माइलिङ लाके लाके
Okay. Ready? Camera में गई camera. सविताको बिहा भएको बानेश्वर डिपार्टमेन्ट स्टोरबाट नजिकै सजिलो डिपार्टमेन्ट पुरानो बानेश्वरको हो कविताको बिहा भएको होइन बुवा कविताको बिहा भएको होइन ए ल मैले देख्छु ल नेपाल एउटा आउँछ त्यो होटेलमा चाहिँ अब अन्त चाहिँ थाहा भन मलाई पानी खाओ फिर होला बिरामीलाई पनि छोड्न भएन बिरामी पनि छोडेर आएको हुन्छ सब बिरामी जति पनि घरमा आमा निकालेर बसेको बाबा फेरि अहिले मलाई थोरै नजिक भइसक्यो बिरामी भएर पुग्छ हामी यता सिनेमातिरबाट आउने कि बडीगार्ड छ पुरानो बानेश्वरबाट उता भीमसेन गोलातिर जाने बाटोमा पर्छ मलाई थाहा छ के बाबु थाहा छ यहाँ सबै थाहा गर्दै सरकारी गर्दैछ ल ल ल ल ल ल ल यहाँ पुरानो बानेश्वरबाट भीमसेन गोलातिर
हामी बस्छ यहाँ बस्छौँ हरि ओम स्थिरो भवश्रोवार्जवन्नः त्रितोर्भवः सुखदस्तो मङ्गे पुलिकवाण संग्रामे संकटे चैव विनुते जनगादि अभिजात हितातं प्रीते सरात्रे सर्वविघ्ननाशाय पदये गन्धं समर्पयामि गणपतये ओम शुभं भवतु कल्याणं आरोग्यं सुखसंपदो मम शत्रुविनाशाय दिवज्योति नमोस्तुते भक्तादिव मरेशामि देवाय परमात्मने त्रायमान्द्रे आघोरा दीपज्योति नमोस्तुते पुष्पं समर्पयामि समर्पयामि अर्घं समर्पयामि पञ्चामृतं समर्पयामि सर्वविघ्नहरस्तस्मै गणाधिपते नमः। ओम आवांजन
स्न्याक्स ल्याऊ कि दिदीको यहाँहरू अतिथिको रूपमा आउनुभयो यसमा चाहिँ हामीले हृदयदेखि नै स्वागत गर्छौँ। अब के कति कामले यहाँहरू हाम्रो घरमा पाल्नु भएको बताइदिनु भयो। आभार। श्री तुवानाथ कौडेलज्यूको छोरा शङ्कर कौडेलको विवाह गर्ने सिलसिलामा यहाँ हजुरहरूको गाउँमा कन्या हुनुहुन्छ अरे भन्ने कुरो जानकारी पाएर हजुरहरूको हात माग्नु आयो। सहयोगी आफन्तहरू मिलेर है हाम्रो घरसम्म आउनुभयो। यसमा अब हुन्न भन्न पनि हुँदै हाम्रो फेरि अब एउटै ठाउँ गुल्मी र के अरे बागलुङ भनेको जोडिएको पल्तिर होइन। अब सबै कुरा मिल्दोजुल्दो अब फेरि राम्रो योग्य वर लिएर आउनुभएको रहेछ होइन। अब त्यसो भएको हुनाले अब हामीले पनि अब गुल्मी जिल्ला निवासी गुल्मी जिल्ला धुरकोट बस्तु निवासी चिरञ्जीवी भण्डारीकी सुपुत्री सरस्वती भण्डारी कन्यालाई हामीले तपाईँको वरलाई दिन हामी मन्दिर भएको घोषणा गर्छौँ। धन्यवाद। घोषणा गर्दै यो 23 गतेको लागि यो चाहिँ निमन्त्रण ओम नमो ब्रह्मण्यदेवाय ब्राह्मणिताय च जगतिताय कृष्णाय गोविन्दाय नमो नमः। आत्मेशानु निवेशयनतम्मर्तिनिर्दिकामनादेवदाति होनानि पसन्। ओम श्री सती लक्ष्मी चपत्न्यां गौरात्य पार्षद नक्षत्राणि ब्रह्मसनो जातम् अलि उता पछाडिबाट माला पनि लगाइदिनुपर्छ। ओम जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवादा देवी शाश्वता जय सरस्वती देवी कालरात्रि नमस्ते। ओम एकछिन त्यहीबाट ठिक छ। यस्तो छुइदिँदा गऱ्यो भने हुन्छ दिदी। ओम हिरण्यगर्भगर्भस्थं देव बीजं
Cameraman, today. Ready? Smile. Ready? Video smile. Okay. Ready? बुआ क्या है दीदी मङ्गलम भगवान् विष्णु मङ्गलम गौडध्वजो मङ्गलम पुण्डरीकाक्षो मङ्गलाय हजुरमा निमन्त्रणा पत्र मेरी आयुष्मती नातिनी सुश्री सरस्वता भण्डारी सुपुत्री श्रीमान चिरञ्जीवी भण्डारी तथा श्रीमती लक्ष्म्या भण्डारी यही 2068 फागुन 23 गते मङ्गलबारका दिन बिहान 10 बजेको शुभ साइतमा सुसम्पन्न हुने स्वयंवरको अवसरमा स्वयंवरको वरमालाकरण गर्न पाल्नु हुन सबैलाई आमन्त्रण गर्दछु। प्रार्थी लक्ष्मी भण्डारी, स्थान सिद्धार्थ फुडल्यान्ड र पुरानो बानेश्वर। आज हामीले उहाँलाई निमन्त्रणा गरेका छौँ। यसलाई स्वीकार गरेर स्टेजमा चाहिँ पार्टी एकछिन है ल खेडी ल त हेर्नुहोस् त क्यामेरामा रेडी मन्त्रैनं क्रियायनं विधिनं नानी पनि अलिकति झल्काउनु पर्यो नि यतातिर नानीले अलिकति तात्यो सबै मनको मायो म ठुलो मान्छे सबै
त्यो साइड हुन्छ नि हैन मेरो भाइ कान्छो बिलाइको कान्छो मेरो माइलो अङ्कलको छोरी बहिनी कि दाल दाल मखनी राम्रो रोटी
हेलो गुन्जी खोइ हजुर म चिन्नु छैन त सर फोनमा म इन्गेजमेन्टमा छु हजुर हजुर लटपुर के नाम हो सर रमेश भट्ट हजुर ल नानी अब पछि है ल हस् ल ल हुन्छ के
अब यहाँ चाहिँ ठिक छ म तिमीले भनेको त होइन बाबुलाई आज गाडी चलाउनुलाई बाबु रेडी गर्छ अब रेडी गर्दै के बनाउनु ल एकचोटि त बनाउने युङहरु हो नि तर म किन बोलाएँ त राम्रो फोटो खिच्नु लागि त बन्न थाल्यो छक्कै आउनु पर्छ विशेष बुलाएको चाहिँ पनि यही हो आदमी भएछ कि आदमी खै अब यसमा दुधको पानी गरेर एकैछिन बोल्नु नि पौडा लगाएन बेला मोटाउन कसरी छिर्न सकिन के जानिन भनेर बसेको भएन एकछिन दिदीहरु आउँछ नि त त्यो पनि हो छैन ला के खोज्नु भने खिक खसो के यहाँ बिचमा के ओके अझै हाँसेर खुसी भएर आमाको राम्रो आछ त्यसरी हो कि हाँस्नु पर्छ आमा यहाँ चाहिँ क्या हो त्यसरी आमा के छ है त ल बाबु अलि हाँस्नु दिदीहरुले कति ढिला खोइ त 9 बजेसम्म आउनु त बाइक नजा के भन्ने त त्यो टिकीको त्यो पत्थरवाला टिकी छ कि कसैसँग उता सोध्यो सुरेश उता कतैबाट एउटा खिर यसो गर्नलाई के उपाय होला मिनादीसँग छन् कि खिरहरू ऋतु जान ए यस प्लस यस भएछ नि त हैन अस्ति कसको बिहा थियो 8 + 8 थियो सेनाले हेरेको छु कति बजे पद अर्को भाइ छैन एउटा अस्ति नै झगादेखि टेस्ट गर्दा हाल्नु अरे स्माइल है स्माइल एकैछिन ओके स्माइलिङ है त मुखले बन्द टिका त हैन आमाले गरेको जब कता लाग्यो माथिको कोठा लगाउनु त्यसमा ओके हाँ स्माइल रेडी दिदी हेलो दिदी खै त एकजना मिना दिदी खै त ओके स्माइल मुस्कुरा सुन्दर
खै स्माइल खै के यो टेन्सन लिने हो क्या के भन्छ त हैन छु स्माइल पासपोर्ट साइजको सर क्यामेरा चाहिँ अलिक तल गर्नु त घाँटी अलि तल तल धेरै होइन होला क्या आमालाई फोकस गरेर हामीले गर्दै थियौँ भनेर भन्छु क्यामेरा हेर्नुहोस् होला क्या रेडी कता छ पवन दाइलाई चिनेको छ नि तिमीले पवन दाइलाई मेरो पनि सिक्नेलाई गुलास ल पलगडा उज्यालो छ है यता हेर्नु यता बिहा हो कि बिहा हो आमालाई ल्याउँ न हैन बिहान कपडा लाउँदै अब न अलिकति देखाइदिनु हल्का देखाउनु आमा एकैछिन अलिकति साइड है त साइडमा छोड्नु है त टिका डाल्नु त धेरै हुन्छ अलिअलि मात्र लाइ जस्तो मात्रै गर्नुहोस् है त धेरै होइन अलिअलि मात्रै लाइ जस्तो मात्रै गर्ने धेरै नलाइदिनु दुईटा अक्षत मात्रै
अर्कोतिर साइलबा पहिला त म टिका लाउनु अब कोन गर्नु हो अब कोन अर्को बुवा गाना मल्लिक स्माइल एकछिन कार्यक्रम सिद्धि सिद्धि पनि कलेज पहिले गर्दा अब यो टिका ल सिस्टरको टिका ल हिँड्ने गर्नु दी भाउजू एउटा दुध त्यहाँबाट ल्याउनु हो त्यो ल्याउनु त भाउजू यहाँ झार टिका लाग्छ सबैले हो त्यो नानीहरु बढेर अगाडि बढेर सरसर ल अब बेर भयो छ धेरै चाहिँ मलाई गर्ने उसबाटै थाहा पाउँछु फटाफट चलायो बाबा टिको लासी बाबाजी टिका लगाएपछि भित्र छिर्न पाइन्न दुईटा काम गर्नुहोस् ल त्यस्तै हुन्छ जहाँ भेटिन्छ त्यस्तै अनि यसको चाबी कसँग छ मेरो माथि हुन्छ तर आजकल दिनु
गाडी उता घुमेर आउँछ गाडी घुमाए भइहाल्छ यताबाट भन्छ त मिलाउनु अगाडि गाडी घुमाएर ल्याए हुन्छ बरु गाडी उतार घुमाएर सेवाहरू सबै लाइसेन्स लाला ल हामीले ल वहीको लाइसेन्स मागेको थियो ल मैले सिट तिमीले राख त्यही नम्बरमा चाहिँ टिपाए मैले पर्दैन
मिलाएर हाल मान्छे सबै त्यसो मिलाएर हाल पहम है पहम गोडी खोलेको आफै लाग्छ दिदी